जस्तो हजुर पनि अस्ट्रेलिया आउनु अगाडि जुन चाहिँ मेडिकल गर्नु भएको थियो होला भिजा लाग्नु अथवा भिजा प्रोसेस अगाडि ठ्याक्कै त्यही प्रोसेस हो कि सो त्यो प्रोसेसलाई चाहिँ म अझ स्ट्रिम लाइन बनाउनलाई अगाडि बढिरहेको छु कि सो अहिले चाहिँ अब म के गर्न जुन चाहिँ म संस्थामा आबद्ध छु सिद्धि पोलिक्लिनिकमा त्यसमा चाहिँ अब धेरै नेपाली बुवा मुवाहरू होइन दिदीबहिनीहरू बाहिर आउनुहुन्छ मेडिकल गर्नलाई सो जुन चाहिँ त्यो प्रोसेस छ उहाँहरूको त्यो प्रोसेसलाई चाहिँ एकदमै सर्ट एन्ड वान डेमा सर्ट एन्ड स्विट काम सक्ने हिसाबले अगाडि बढाइदिरहेको छु कि ओके त्यो चाहिँ कसरी हुन्छ त्यसको चाहिँ विभिन्न फ्याक्टरहरू छ अब हजुरले आफैले पनि झेल्नु भयो होला अस्ट्रेलिया आउनु अगाडि जस्तै अस्ट्रेलिया आउनु अगाडि हजुरले इमी एकाउन्ट बनाएर फर्महरू भर्नुहुन्छ फर्म भरिसकेपछि ल अब ह्याप आइडी भनेर आउँछ होइन ह्याप आइडी भनेर आइसक्यो तिमीले बायोमेट्रिकको लागि डेट ल्याऊ भनेर बायोमेट्रिकको त्यो पैसाहरू रेडी गर्नुहुन्छ अब बायोमेट्रिकको डेटसम्म त हजुरले अनलाइन गर्नुभयो ठिक छ होइन अब त्यसपछि अब के ड्राफ्ट बनाऊ भन्छ ड्राफ्ट बनाउन एक दिन हजुर ब्याङ्कमा घुम्नुहुन्छ अब भोलिपल्ट आएर हजुर अब ब्याक टु ब्याक होइन अब म हेल्थ गर्न जान्छु भन्नुहुन्छ हेल्थ गर्न जानुहुन्छ अब पर्सि होइन हजुर गएर म के अरे बायोमेट्रिक गर्न जानुपर्ने थियो होइन त्यो 3 दिन हजुरको वेस्ट भइसक्यो कि यो 3 दिनलाई चाहिँ हामीले वी आर ट्राइङ टु ब्रिङ इट डाउन अथवा 4 दिनलाई चाहिँ हामीले चाहिँ वी आर ब्रिङ डाउन टु 4 आवर्स होइन जहाँ चाहिँ मेरो क्लिनिकमा चाहिँ एउटा स्पेसल नम्बर दिएको छु मैले 9715505505 है 9715505505 मै हजुर वाट्सएप मात्रै गर्दै पुग्छ यु डोन्ट ह्याभ टु कल यो सर्भिस सुरु भइसक्यो यो सुरु भइसक्यो हजुर यो वाट्सएप नम्बरमा मेसेज पठाएर मेरो मेडिकल गर्नुपर्ने थियो मेरो बायोमेट्रिक दिन यो हो भने यति भनिदिनु भयो भने त्यो त्यहाँ बस्नुभएको भाइ बहिनीहरूले मजाले हजुरलाई कुन समयमा मेडिकल गर्न सजिलो हुन्छ बिहान गर्नुहुन्छ कि बेलुका गर्नुहुन्छ कि बायोमेट्रिक अगाडि गर्नुहुन्छ कि बायोमेट्रिक पछाडि गर्नुहुन्छ कि एनी टाइम 1 डेमै काम सकिदिनुहुन्छ